सबैलाई नमस्कार। म यति बेला मोहन्याल गाउँपालिका वार्ड नम्बर 7 को राजकाँडाको यो जाल्पादेवी मन्दिरमा छु। यो मन्दिरबाट यतातिर हेर्ने हो भने अनि यता बडीमालिका बाजेर बडीमालिका देखिने। अनि यो आज अलि मौसम क्लियर छैन, त्यसले गर्दा यो तल भेरी कर्णाली सेती दोभानहरू चाहिँ देखिने। अनि यता यो सुर्खेत जिल्ला पुरै देखिने हैन। अनि यता हेर्दा यो राजकाँडा देखिने। अनि यसले गर्दा यहाँको विकास समृद्धि अनि यता यो नेपालको सबैभन्दा ठुलो व्यापारी चन्द्र ढकालले जाल्पादेवी केबल कारको काम चाहिँ अगाडि बढाउनु भएको छ। 7 अर्बको लगानीमा बनिरहेछ यो केबल कार। यहाँ एक्सकाभेटर जेसीबी लागिरहेछ। अनि यहाँ विकासको आधारमा हेर्ने हो भने अहिले बत्ती, पानी, शिक्षा, स्वास्थ्य लगायत कामहरूको काम अलिकति तीव्र गतिमा भइरहेको छ। यसले गर्दा कुनै पनि ठाउँको भविष्य देखेर आउनुपर्छ, भविष्य देखाउनुपर्छ, गर्नुपर्छ भन्ने सोचका साथ चन्द्र ढकाल यो काम चाहिँ गर्नुभएको छ, जसलाई त्यसलाई धेरै धन्यवाद पनि दिन चाहन्छु। यो एकदमै शक्तिशाली पीठ अनि जाल्पादेवी मन्दिर यही नै हो। अनि यतातिर हेर्न सक्नुहुन्छ यो तल मौसम क्लियर छैन। अनि कर्णाली नदीका विभिन्न किसिमका हाँगाहरू छन्। अनि यो हाँगाहरू राजापुर, गेरुवा अनि बर्दियाका के भूभागहरू पारी बर्दिया राजनीति कुञ्ज अनि कर्णाली चिसापानीको पुलको खम्बाहरू अनि यता गरी यो चाहिँ टिकापुर सबै कुरा यहाँ राम्रोसँग देख्न सकिन्छ। तराईका फाँटदेखि सुन्दर हिमाल अफिस सैपालका हिमालहरू पनि देख्न सकिँदो रहेछ। यसले गर्दा हाम्रो तराईको छोटो दूरीको ट्रेकिङलाई नजिकबाट निहाल्न सक्ने, नजिकबाट हेर्न सक्ने त्यो किसिमको वातावरण यहाँ छ। एकपटक आइदिनुहोस्। हामीले पनि हाम्रा ठाउँका नजिकका चाहिँ यिनी ट्रेकिङ धार्मिक स्थलहरूको संरक्षण अध्ययन अनुसन्धान गर्नुपर्छ। त्यस अनुरूप आज हामी यहाँ आएको छु म हैन। यसले गर्दा यहाँ निकट भविष्यमा धेरै पटक भयो मैले आउँछु भनेको, आउन नपाउँदा पनि आज चाहिँ स्वयंवश आउने एउटा मौका मिलेको छ। त्यसले गर्दा आउनुहोस् तपाईँ हामी घुमौँ। यहाँको चाहिँ व्यवसायिक अनि यहाँको होमस्टे सञ्चालक ज्यू पनि यहाँ तल चाहिँ होमस्टे सञ्चालन गर्नुभएको छ। उहाँले धेरै राम्रो सेवा सुविधा दिनुभएको छ। त्यसले गर्दा यहाँको भविष्य धेरै उज्जवल राम्रो देखेको छु। जसले गर्दा तपाईँ हामी सबै आउनुहोस्, मिलेजुली हाम्रो नेपाल बनाउनुपर्छ भन्ने सोच अगाडि बढ्नुपर्छ। हवस् त, धन्यवाद, नमस्ते।